नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान कहाँ पुग्यो? सालघारीको स्याउला जसरी छरिएको पैसा कति थियो? देउवा दम्पतिको सम्पत्ति खोज्न आधा दर्जन ठाउँमा छापा हानेको सीआईबी किन तर्कियो? सम्पत्ति शुद्धिकरण विभाग कहाँ छ? घर जल्दै गर्दा पुगेका प्रत्यक्षदर्शीले देखेको पैसाको अनकट भिडियो आजको द रिपोर्टर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं जेन्जी आन्दोलनले अपदस्थ गरेकी तत्कालीन परराष्ट्र मन्त्री आर्जु राणा देउवाको घरमा आन्दोलनका क्रममा जलेका करोडौं रुपियाँ बारे सिधा कुराले यसअघि नै एक्सक्लुसिभ भिडियो रिपोर्ट सार्वजनिक गरेको छ। पूर्ण रूपमा घर जलेको छ। घरका 3वटा कोठामा जलेका नोटहरू यति धेरै फेला परेको छ। अब अरू कति नोट थिए अथवा यहाँ अरू के अवैध सम्पत्तिहरू थिए त्यो अहिलेसम्म खुलेको छैन। पक्कै पनि राज्यले अब नयाँ सरकार गठनको तयारीमा छ। त्यो गठन पछाडि पक्कै पनि छानबिन होला, अनुसन्धान होला र त्यो अनुसन्धानले धेरै कुराहरू पनि खुल्ला। यसअघि हामीले देउवा दम्पतिको जलेको बुढानीलकण्ठ स्थित घरमा भदौ 25 मा स्थलगत रिपोर्टिङका क्रममा फेला पारेका जलेका नोटका अवशेषमा केन्द्रित रहेर रिपोर्टिङ गरेका थियौँ। मैले सर 2 मिनट जस्तो टिप्दाखेरि यो सबै जलेको 1500 र अमेरिकी डलर 100 को नोटहरू यति धेरै फेला पारेको छु। यो सबै जलेको छ। हाम्रो रिपोर्टिङ पछि देउवा दम्पति लगायतमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान सुरु गरिसकेको जनाएको थियो। तर अनुसन्धान तार्किक निष्कर्षमा पुगेको छैन। अनुसन्धान प्रक्रिया र यसमा भएको विलम्बमाथि पनि अनेक प्रश्न छन्। यसबारे हामी थप चर्चा गर्दै जानेछौँ। तर आज हामी तपाईलाई एउटा यस्तो नयाँ भिडियो प्रमाण प्रस्तुत गर्दैछौँ जहाँ देउवा दम्पतिको घरमा रहेको अवैध कालो धन राख्ने भल्टमै आन्दोलनकारी प्रवेश गरेर आगो लगाएको पुष्टि हुन्छ। सामान्यतया मानिसको घरमा पैसा राख्ने भल्ट हुँदैन। नेताको घरमा त यस्तो हुने परिकल्पना पनि गरिन्न। तर देउवाको घरमा ठूलो भल्टमा नै नगद रहेको पुष्टि हुन्छ। यो ढोका चाहिँ फोडेर किनभने यहाँ तालचा नै लगाइराखिएको छ। सिङ्गै पुरै पैसाले भरिएको थियो जस्तो देखिन्छ। किनभने यो कोठाभरि जलेको पैसा मात्रै छ। प्रदर्शनको क्रममै यो घर जलाउन आउँदैमा यो फोडियो या पछि निकालियो खुल्दैन। यो एकदमै गरौँ एकदमै सेफ पूर्ण रूपमा फोडिएको छ। बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार बैंकमा भल्ट हुन्छ। सेफ भन्दा ठूलो आकारको पैसा राख्न बनाइएको फलामको दराजलाई भल्ट भनिन्छ। देउवाको घरको भल्ट कत्रो थियो भनेर सिधा कुराले अर्को श्रृङ्खलामा चर्चा गर्नेछ। तर आज त्यहाँ भेटिएको पैसा नै हेरौँ। भिडियो हेरेर तपाईहरू भन्नुहुनेछ कि देउवाको घरमा पैसा कति थियो, जल्यो कति, आन्दोलनमा आएका वा आन्दोलन पछि आएकाले कति लगे? भदौ 23 को जेन्जी आन्दोलन र त्यस दिन भएको दमनका विरुद्ध जनता देशभर सडकमा उत्रेपछि भदौ 24 मा नेताको घरदेखि सरकारी संरचना र व्यावसायिक संरचनाहरू आक्रमणको निशानामा परेका थिए। ललितपुरको चापागाउँ प्रहरी चौकी